टाइगर ट्र्याप शुक्ला गण्डकी नगरपालिकाको वडा नम्बर 3 उदयढुङ्गा रातामाटामा स्थानीय कालीगढहरूको कौशल प्रयोग गरी निर्माण गरिएको बाघको खोर अवलोकन अध्ययनका लागि एक महत्त्वपूर्ण स्थल हो। दुलेगौडाबाट सवारी साधनमा 15 मिनेट र पैदल यात्रा मार्फत 45 मिनेटमै पुग्न सकिने यो स्थानमा विक्रम सम्वत 2076 सालमा स्थानीय राजु नेपालीको 22 महिनाका छोरालाई घरमै आएर चितुवाले आक्रमण गरेपछि त्रसित भएका गाउँलेहरूले सुरक्षा र मानव बस्तीमा आउने नरबच्छे चितुवालाई पासोमा पारेर नियन्त्रण लिन यो खोर बनाएको स्थानीय गोकर्ण पुँवरले जानकारी दिनुभयो। यो खोर हामीले 2076 साल 9 महिना 13 गते यसै उदयढुङ्गा टोल विकास संस्थामा बसोबास गर्दै आएका राजु नेपालीका छोरा 22 महिने छोरा रबिन नेपालीलाई आफ्नै घरबाट बेलुका साँझ 7 बजेको समयमा 7 पनि बजेको थिएन होला मेरो विचारमा, त्यही 5:30 6 बजेको समयमा चाहिँ नरभक्षी चितुवाले आक्रमण गरी त्यो बच्चालाई चाहिँ जङ्गलमा लगेर खाएको रहेछ। त्यो दिन चाहिँ हामीले अब थाहा पाइएन, बेलुका बच्चा हरायो कहाँ गयो के गर्यो भनेर नजिक घर वरिपरिका खाल्डाहरू अनि कहीँ कसैको घरमा सोधखोज गरियो र सम्पूर्ण चाहिँ यताउति कसैले लग्यो कि कहीँ मान्छेहरू पनि त्यो घरकै वरिपरि वरिपरि यताउति खोज्दै गर्दाखेरिमा बाटोमा चाहिँ रगतका छिर्काहरू भेटियो एक दुई ठाउँमा। घरदेखि त्यही 200-150 मिटर वरिपरि चाहिँ बाघका त्यो रगतका छिर्काहरू भेटियो। अनि घरको आँगनभन्दा तलपट्टि धाराको पानीले भिजेको ठाउँमा चाहिँ बाघको पाइलाहरू देखियो। हामी यो बेल्टमा यो नजिक यता अलि शङ्कास्पद खोल्सा खाल्सीहरू खोजियो हामीले, उसले चाहिँ लगेछ कि यो यहाँदेखि त्यो मेरो विचारमा त्यही 500 मिटर माथि चाहिँ पुर्याएछ। अहिले भएको बाघको खोरदेखि हामीले यहाँ निर्माण गरेको बाघको खोरदेखि मोटामोटी 500 मिटर चाहिँ माथि लगेर डाँडामा चाहिँ त्यो डडेसामा लगेर बच्चालाई खाएको रहेछ। बच्चाको चाहिँ छेद अवस्थामा टाउको एकातिर, साँप्रोको चाहिँ अलिकति पाकिरहेको भागहरू एकातिर, हात एकातिर कपडासहित, अनि टाउकोमा भएको चाहिँ त्यो टाउको बाहिरी भागहरू चाहिँ छालाहरू सबै चाहिँ उगारेर चाहिँ खाइसकेको। त्यो च्यालच्याल्ती एकदम गोलो त्यो रातो न रातो प्यालप्याल्ती भएको टाउको चाहिँ हिस्सा मात्रै बाँकी राखेको रहेछ। ल यसरी चाहिँ बच्चा भेटियो भनेपछि प्रहरी कार्यालयमा पनि हामीले चाहिँ फोन गरिसकेका थियौँ र उहाँहरू आइसकेपछि प्रहरीकै चाहिँ रोहबरमा गएर लासलाई चाहिँ हामीले गराइयो र उहाँहरूकै चाहिँ रोहबरमा लासलाई चाहिँ उठाएर पोस्टमार्टमको चाहिँ लाने प्रक्रिया गरियो र अनि त्यसपछि चाहिँ त्यो बच्चाको पोस्टमार्टम भएर अन्तिम अन्त्येष्टि चाहिँ गरियो। र त्यसैको चाहिँ उसमा अब यो त्यसपछि पनि बच्चा लगिसकेपछि यहाँ बाघले आतङ्क फैलाउन थाल्यो। दिनदिनै आउने, गाउँमा पस्ने, कराउने, बेलुका साँझ पर्न पाएको छैन बाघ कराउने, अनि गाउँतिर पनि सबैलाई त्रास भयो। बच्चाहरू चाहिँ अब कसका बच्चा कतिखेर लान्छ अथवा पाएको मान्छेलाई नै हान्छ कि भन्ने चाहिँ त्यस्तो डर भयो। हामी घटनास्थलमा गएर हेरिसकेपछि चाहिँ त्यस्तो चाहिँ डरलाग्दोहरू चाहिँ दृश्य देखियो। यसरी मान्छेलाई बाघले चाहिँ यसरी ल्याएर खाँदो रहेछ भन्ने कुराहरू चाहिँ हामीले त्यति प्रत्यक्ष रूपमा देखियो। त्यसपछि चाहिँ हामीलाई बाघको चाहिँ धेरै आतङ्क भयो, डर लाग्यो। सम्बन्धित निकायहरूमा पनि खबर गरियो र हाम्रो चाहिँ डिभिजन वन कार्यालयबाट पनि चाहिँ आएर सबै चाहिँ निगरानीहरू हेर्ने यताउति चाहिँ राय सल्लाहहरू दिने गर्नुभयो र उहाँहरूकै चाहिँ नगरपालिकाकै चाहिँ उसमा सल्लाह राय सुझावमा चाहिँ एउटा चाहिँ यहाँ के छ भन्दा अब बाघको ट्र्याप बनाउने खोर बनाउने भन्ने कुरा भयो। जंगल र मानव बस्तीको बीच भागमा निर्माण गरिएको यो परम्परागत बाघ खोरमा बाख्रा लगायत बाघले शिकार गर्न सक्ने जनावरलाई राखेर पासो थाप्ने गरिन्छ। नगरपालिकाको आर्थिक सहयोग र वन उपभोक्ता समितिले आवश्यक संरचना बनाउन काठ उपलब्ध गराएपछि बाघको खोर निर्माण भएको थियो। बाघ नियन्त्रणमा नआए पनि कालान्तरमा यो स्थान हेर्न जानेहरू बढ्दै जान थालेको स्थानीयहरू बताउँछन्। नेपाली परम्परागत सिप कौशल प्रयोग गरी निर्माण गरिएको बाघ खोर अर्थात् पासो अवलोकन अध्ययनका लागि एक महत्त्वपूर्ण गन्तव्य बनेको छ। बाघ पस्ने र बाख्रा हाल्ने चाहिँ यस्तो त्यो काठहरू पातलो भएर धमिराले खाएको छ। अनि यो माथिको पनि छैन हैन, ढक्कन हाल्नुपर्ने छ। त्यो धेरै चाहिँ काठको छैन, यो साधारण उसबाट पनि मरामत हुन्छ। अनि डोरीहरू ल्याएर त्यो डोरीले चाहिँ खाना गाडेर बनाउनु पर्ने छ। खास त्यस्तो चाहिँ धेरै उसको विषय छैन अहिले। अब त्यो त्रासहरू नै नभएर चाहिँ यो
होइन, काम गर्ने अवस्थामा राखिएन। काम गर्ने अवस्थामा त यस्तो भयो, त्यति बेला त्रास भयो, त्यति बेला चाहिँ बनाइयो, अब केही समय उ गरियो पनि, अनि फेरि अब यो ओत पनि नभएको कारणले सधैँ ल्याएर बाख्रा छोड्दाखेरिमा अब बाख्राको पनि चाहिँ उ गर्नुपर्ने, र अब बाख्रा मेन कुरो शिकार नभई बाघ चाहिँ आउने कुरो पनि भएन, अनि फेरि त्यसै छोप्न पनि भएन बाघ फेरि होइन। त्यसै उ गर्ने कुरो पनि भएन, अब त्यसै त्यस्तो चाहिँ बाघ आउँदैन। अब आहारा चाहियो, आहारा चाहिँ राख्न सधैँ नमिल्ने भएको हुनाले यसलाई हामीहरूको सोच के छ भने यो अलिकति चाहिँ फेरि यसलाई संरक्षण गरियो, अलिकति मरामत गरियो भने, संरक्षण गरेर राख्न सकियो भने भोलि हाम्रो यो एरियाको चाहिँ टोल वडा प्लस चाहिँ नगरपालिकाकै पनि यो अलिकति चाहिँ पर्यटकीय क्षेत्र जस्तो यस्तो छ अरे भनेर चाहिँ ऊ हुन्थ्यो होला। यसलाई केही सुधार गरेर जान सकियो भने केही राम्रो हुन्थ्यो कि जस्तो चाहिँ मलाई लागेको छ।